एसएसडब्ल्यू 1 अन्तर्गत 16 वटा विभिन्न सेक्टरहरू छ। त्योमध्ये ड्राइभिङ सेक्टर पनि एउटा हो। जापानमा विभिन्न सेक्टरहरूमा ड्राइभरहरूको कमीले गर्दाखेरि चाहिँ धेरै कम्पनीहरू अलि प्रब्लम परिरहेको छ। त्यही प्रब्लमलाई फुलफिल गर्नको लागि चाहिँ जापान गभर्नमेन्टले चाहिँ एसएसडब्ल्यू अन्तर्गतको ड्राइभिङ सेक्टर पनि थपेको। स्पेसली ट्रक ड्राइभर, बस ड्राइभर र ट्याक्सी ड्राइभरको चाहिँ अभावले गर्दाखेरि धेरै कम्पनीहरूमा समस्या आएको छ भनेर सुनिएको छ। त्यसले गर्दा यदि तपाईँ जापानमा फ्युचरमा चाहिँ भनौँ यो ड्राइभिङ सेक्टरमा तपाईँले काम गर्ने इच्छा छ है, त्यो अन्तर्गत भिजामा बस्ने इच्छा छ भने जापानको लाइसेन्स लिनुभएको छैन भने समयमै लिनु होला। हुन त जापानमा लाइसेन्स लिनु त्यति सहज छैन, समय पनि खर्च हुन्छ, पैसा पनि धेरै खर्च हुन्छ। तर पनि आफ्नो फ्युचर हैन, ड्राइभिङ सेक्टरमा आफ्नो फ्युचर बनाउने हो भने चाहिँ त्यति मेहनत चाहिँ गर्नै पर्छ। एसएसडब्ल्यू अन्तर्गतको धेरै डिमान्ड हुने सेक्टर भनेको चाहिँ ड्राइभिङ सेक्टर हो र यो सेक्टरमा चाहिँ कमाइ पनि राम्रो हुन्छ भन्ने सुनेको छ है। त्यसले गर्दाखेरि यदि त्यो सेक्टरमा चाहिँ जाने प्लान हो भने अहिलेदेखि नै लाइसेन्स लिने चाहिँ तयारी गर्नु होला है त। थ्याङ्क यू।